नमस्कार। आज हामी प्रथम नेपाल फेस्टिभल कान्साई 2025 को सन्दर्भमा लिएर हामी यस फेस्टिभल हुने ठाउँ क्योबासी ठाउँमा रहेका छौँ। हामीसँग हुनुहुन्छ यस फेस्टिभल को आयोजकको मुख्य संयोजक नगेन्द्र बस्नेतज्यू। स्वागत छ हजुरलाई। धन्यवाद, नमस्कार। आज हामी यस फेस्टिभलको बारेमा केही कुराहरू जानकारी लिन चाहन्छौँ। सर्वप्रथम त यस फेस्टिभलको उद्देश्य के रहेको छ, यसको आयोजना गर्नुको कारणहरू के छ, हामीलाई बताइदिनुहोस्। हजुर, थ्याङ्क यू सो मच। फेरि पनि हामी चाहिँ प्रथम नेपाल फेस्टिभल कान्साई गैर आवासीय नेपाली सङ्घ कान्साई क्षेत्रीय समिति एनआरएन जापान अन्तर्गत र नेपाली राजदूतावासको सहयोगमा जापानमा सक्रिय विभिन्न स्पेसली कान्साईमा सक्रिय विभिन्न सङ्घ संस्थाहरूको सहकार्य र सहयोगमा यहाँको सरकारी निकायहरूसँग पनि आबद्ध भएर चाहिँ यो फेस्टिभलको आयोजना गरिरहेको छौँ। मूलत जापानमा फेस्टिभल को आयोजना भन्ने बित्तिकै नेपाल र जापानको चाहिँ कला संस्कृतिको आदान प्रदान र विशेषतः हामी जापानमा विभिन्न विधामा बसेर आफ्नो किसिमको सङ्घर्ष गर्दै गर्दाखेरि जापानमा रहेको जापानिजहरूलाई नेपालको बारेमा अधिकतम राम्रो कुराहरू लगायत नेपालका चाहिँ जति पनि आकर्षणका कुराहरू र जानकारी गराउने र सुसंस्कृति आदान प्रदान नै प्रमुख रहनेछ यो फेस्टिभलको उद्देश्य मध्येमा। धन्यवाद छ। हाम्रो यस ठाउँको लोकेसन के रहेको छ, हामीलाई आउनको लागि सजिलो बाटो के रहेको छ, यसको बारेमा पनि बताइदिनुहोस्। यो चाहिँ तपाईँको अब ओसाकाको मान्छेहरूलाई चाहिँ प्राय क्यौबासी भन्ने बित्तिकै यो एकदमै केन्द्रित ठाउँ भएको हुनाले लगभग धेरैलाई जानकारी हुन्छ। तथापि तपाईँको टाढाबाट बाहिरबाट आउनेहरूलाई पनि ओसाकाको सिन ओसाकामा चाहिँ सिङ्कानसेनको पोर्ट चाहिँ सिन ओसाका पर्छ। त्यहाँबाट पनि जेआर खान्जोसेन भन्छ लुप लाइनको ट्रेन चढेर अथवा सबवेको एक्सेसहरू पनि छ। त्यसबाट चाहिँ झन्डै 15 देखि 20 मिनटमा आउन सकिन्छ। यसर्थ यो क्योबासी भन्ने ठाउँ चाहिँ तपाईँको क्योतोसँग पनि डिरेक्टली कनेक्टेड छ। अब नारा ओसाका कोबे सबैतिर कनेक्टेड भएको हुनाले र क्योबासी स्टेसन भन्ने बित्तिकै तपाईँको जेआर लाइन अनि यहाँको केहान लाइन चाहिँ सबैभन्दा बढी एक्सेसिबल क्योतोको लागि, अनि सबवे पनि एक्सेसिबल भएको हुनाले सबै स्टेसनबाट चाहिँ 2-3 मिनटको दुरीमा चाहिँ यो फुलाली क्योबासी भन्ने ठाउँ छ। त्यो ठाउँमा चाहिँ हामी फेस्टिभल गर्दैछौँ। धन्यवाद। सम्भवतः नेपालको यस्ता खालका फेस्टिभलहरूमा चाहिँ प्रायः जसो अलिकति धेरै जापानमा समयमा बसिसकेको मान्छेहरू चाहिँ जोडिएको देखिन्छ। तर विद्यार्थी वर्गहरू जो भर्खर आइरहेका हुन्छन्, जो विद्यार्थी वर्गहरूलाई चाहिँ जोड्न सकिएको छैन, यस सम्बन्धमा जोड्नका लागि तपाईँहरूले के गर्नुभएको छ, यसको बारेमा बताइदिनुहोस्। यसो छ, अब तपाईँको लामो समयदेखि भइरहेको मान्छेहरूको विषयमा चाहिँ तपाईँको हामीले चाहिँ नयाँ पुरानो केही नभनिकन स्पेसली नयाँ विद्यार्थीको हकमा मात्रै नभएर अहिले चाहिँ विभिन्न भिजा क्याटेगोरीमा चाहिँ नेपालबाट चाहिँ नयाँ मान्छेहरू पनि आइरहनु भएको हुन्छ। त्यो सबै किसिमलाई मध्यनजर गर्दै अधिकतम नेपालीको आउने बित्तिकै सुरुमा टच हुने भनेको चाहिँ नेपाली समुदायमै हो र स्पेसली हामी देश विदेश जहाँ भए पनि सोसियल मिडियाहरू स्पेसली फेसबुक टिकटक लगायतको माध्यमहरूबाट पनि यसको अधिकतम जानकारी हामीले गराइरहेको छौँ। र सँगसँगै यहाँले जोड्नु भएको नयाँ विद्यार्थीहरूको सन्दर्भमा चाहिँ हामीले हाम्रो पहुँचले भ्याएसम्म सक्दो जापानिज ल्याङ्ग्वेज स्कुलहरूमा पनि सक्दो पुगेरै पनि होइन त्यहाँ चाहिँ जानकारी गराउने प्रयास गरिरहेका छौँ। त्यही सन्दर्भमै पनि आज म आफै पनि बिहान 3वटा जापानिज ल्याङ्ग्वेज स्कुलहरूमा चाहिँ त्यहाँको चाहिँ अफिसियलहरूसँग भेटेर स्टुडेन्टहरूसँग चाहिँ इन्ट्र्याक्ट गरेर यो फेस्टिभलको बारेमा जानकारी गरेर आएको छु। त्यसै गरी अब जस्तो तपाईँहरू जस्तै एउटा इन्फ्लुएन्सर साथीभाइहरूले पनि आफ्नो आफ्नो सम्पर्कको माध्यमबाट चाहिँ जानकारी गराइदिनु भयो भने सबैभन्दा ठुलो चाहिँ माउथ पब्लिसिटीको चाहिँ एकदमै ह्युज पोटेन्सियल रोल हुन्छ होला जस्तो मलाई लाग्छ। त्यसले पनि एउटा सहयोग चाहिँ पुग्नेछ। धन्यवाद। यसको लागि धन्यवाद। सम्भवतः जापान एउटा सभ्य समाजको रूपमा विश्वमा चिनिएको छ, तर हाम्रा नेपाली कार्यक्रमहरू गरिएका ठाउँहरू अधिकांश ठाउँहरूमा लफडा हुने होइन, जुन तपाईँको अहिले तपाईँले भन्नुभयो नि, राम्रो सन्देश दिनको लागि, जापानसँग कनेक्सन हुनको लागि, कल्चर साटासाट गर्नको लागि भनेर आयोजना हामीले गरिन्छ, तर त्यसमा लफडा भएर उल्टै बेइज्जत गरे भन्ने खालका घटनाहरू देखिएका हुन्छन्। यसको व्यवस्थापन चाहिँ तपाईँहरूले के कसरी हेर्नु भएको छ? यसो छ, तपाईँको अब शान्ति सुरक्षा र व्यवस्थापनको विषयमा सामान्यतया चाहिँ के छ भने अहिले ओभरअल हाम्रो नेपाली सोसाइटीमै पनि
फेस्टिभल मात्रै नभएर म्युजिकल प्रोग्रामहरू इभेन्टहरू हामीले विभिन्न तवरले अर्गनाइज गरिरहेको हुन्छौँ। आफूले अर्गनाइज नगरेको ठाउँ कतिपय ठाउँमा हामी आफै उपस्थित हुँदाखेरि पनि काहीँ चाहिँ मिसअन्डरस्ट्यान्डिङ क्रिएट हुने, झगडा हुने खालको चाहिँ, र त्यसले चाहिँ सोसियली त्यति राम्रो मेसेज चाहिँ रिले चाहिँ भइरहेको छैन अहिले जापानको नेपाली कम्युनिटीमा स्पेसली भन्नुपर्दाखेरि। तथापि यो विषयमा हामी हाम्रो तर्फबाट सचेत छौँ र सचेत रहँदै पनि कहिलेकाहीँ केही तलमाथिका घटनाहरू हुन सक्छन् र त्यसलाई कसरी चाहिँ परास्त गर्न सकिन्छ, निर्मूल गर्न सकिन्छ भन्ने विषयमा चाहिँ पहिलो कुरो त आयोजकको व्यवस्थापन पक्ष नै प्रमुख रहन्छ। व्यवस्थापन पक्षमा पनि हामीले लगभग 100 जनाको पेरिफेरीमा भोलिन्टियरहरूको व्यवस्था गरेको छौँ। त्यसमा विशेष त नेपाली भोलिन्टियरहरू नै हुनुहुन्छ भने अब जापानिजहरूको पनि सहयोग अभियसली भइ नै हाल्छ। त्यो सँगसँगै अब हामी आफैले सबैले आफ्नो ठाउँबाट अलिकति सजग भएर कसरी चाहिँ व्यवस्थित मात्र नभएर शान्तिपूर्ण गर्ने भन्ने विषयमा चाहिँ हामी सचेत भएरै लागिरहेका छौँ। धन्यवाद छ। अर्को प्रश्न चाहिँ हामी तपाईँहरूलाई सोध्न चाहन्छौँ। यस प्रोग्रामको नेपाल फेस्टिभलको उद्देश्य कल्चर साथसाथ हामीले यसको ब्यानरबाट पनि बुझ्न सक्छौँ। यो कल्चर साटासाट मात्र हो कि अवसर खोज्नेको लागि, सिक्न खोज्नेको लागि के कस्ता कुराहरू रहेका छन्? जापानमा विभिन्न खालका अवसरहरू त सधैँ छन्। ती अवसरहरूसँग हामी कनेक्टेड हुन सक्ने केही बाटोहरू छ कि यसमा? यसको बारेमा तपाईँले केही कस्ता कस्ता खालका कार्यक्रमहरू गर्नुभएको छ? नेपाल फेस्टिभल भन्ने बित्तिकै एउटा दुईवटा स्टल राख्ने, त्यहाँबाट मोमो बेच्ने, अनि त्यसपछि विभिन्न खालका कल्चरल ड्रेस, बाहुन, छेत्री, मगर, गुरुङहरूको कल्चरल ड्रेस लगाएर यसो घुमाउने, थप तपाईँको चाहिँ एउटा दुईवटा नेपाली गीतमा डान्स गराउने मात्र भन्ने खालको बुझ्न गएको छ। तपाईँहरूले पनि त्यस्तै गराउने मात्र हो कि जापानमा अवसरहरू के कस्ता छन्, या तपाईँको जापानका विभिन्न खालका बाटाहरू के छन्, यहाँ भएका समस्याहरू के छन् नेपाली माझबीच, यसको बारेमा केही सोचेर केही थप गर्नुभएको छ कि त्यही तपाईँको मोमो बेच्नेमा मात्र तपाईँहरूको सीमित छ? के कस्तो छ यसको बारेमा चाहिँ? तपाईँको यो एकदमै महत्त्वपूर्ण प्रश्न रह्यो जस्तो लाग्यो, मैले आफूले चाहिँ त्यसरी महसुस गरेँ। अब स्वभावतः फेस्टिभल भन्ने बित्तिकै सांस्कृतिक आदान प्रदान, नेपाली खाना, नेपाली संस्कृति, नेपाली वेशभूषा लगायतका विषयहरू त प्रमुख रूपमा आइ नै हाल्छन्। तथापि त्यो सँगसँगै अट्र्याक्सनको पार्टहरू के छ त फेस्टिभलमा? जहाँ गए पनि त्यही खाने, यसो भेटाघाटा गर्ने, घुम्ने भन्ने त हुन्छ। अभियसली त्यो एउटा मनोरञ्जनको पाटो त भयो। तर यसपालि जहाँसम्म मलाई लाग्छ हामीले चाहिँ विविधताको चाहिँ एउटा प्रारूप दिने प्रयास चाहिँ गरेको छौँ यो फेस्टिभलमा। जस्तै तपाईँको विविधताको प्रारूप भन्दै गर्दा उदाहरणको लागि चाहिँ जस्तो खानाहरूको स्टलमा त सबै टिपिकल नेपाली खानाहरू अभियसली हामीले दिनै हाल्छौँ होइन। तर त्यो सँगसँगै हाम्रो चाहिँ बिजनेस स्टलहरूमा चाहिँ हिजो पनि हाम्रो एउटा प्रेस मिट भएको थियो, त्यहाँ पनि मैले जानकारी गराएको थिएँ। जस्तो तपाईँको नानकाई रेलवेले चाहिँ पावर्ड बाई भनेर मेन स्पोन्सर गरेको छ। त्यसमा चाहिँ हामीले हाइटेक इन्जिनियर चाहिँ हाइली क्वालिफाइड म्यान पावरहरू चाहिँ नेपालसँग पनि संसारमा अहिले चाहिँ इन्डिया भन्ने बित्तिकै आइटीको हब भनेर जसरी चिनाउँछ, त्यसै गरी नेपालसँग पनि आइटीको ह्युज पोटेन्सियल क्यापेसिटी भएको मानिसहरू हुनुहुन्छ भन्ने किसिमले त्यो खालको एउटा बिजनेस बुथ हुन्छ भने। त्यसै गरी हाम्रो स्पेसल इभेन्ट पार्टनरको रूपमा चाहिँ यो हाम्रो केउदा रेमिटेन्स आइएमई भनेर अहिले ब्याङ्किङ सर्भिस लगायत धेरै कुराहरूको टेक्निकल इस्युजहरू छ, त्यो बारेमा चाहिँ यसले पनि इन्फर्मेसन दिन्छ भने नयाँ विद्यार्थी भाइहरू अथवा नयाँ अरू आम नेपालीहरू अथवा लामो समयसम्म बस्नेहरूको लागि पनि एउटा यसपालि स्पेसल चाहिँ के छ भने तपाईँको भिजा एन्ड लिगल सर्भिस इन्फर्मेसन भनेर चाहिँ भिसा सम्बन्धीको चाहिँ सरसल्लाहहरू त्यो सबै निःशुल्कमा हुन्छ है। भिसा सम्बन्धीको सरसल्लाहहरू, भोलि पिआर एप्लाई गर्नेहरूको लागि प्रोसिड्युरका कुराहरू, के सिन्से भन्छ अहिले चाहिँ यहाँ पासपोर्ट चेन्ज गर्न इच्छुकहरूको लागि उहाँहरूको क्राइटेरियाका कुराहरू होइन, र रोजगारी चेन्ज गर्न चाहनेहरूको लागि सिउसोकु भन्छौँ नि हामीले जापानिजमा होइन, अथवा तेन्सोकु भन्छौँ नि त जब चेन्ज गर्नु पऱ्यो बिचमा होइन। यी सबै खालको भेराइटीहरूको चाहिँ त्यो खालको बिजनेस बुथहरू पनि हामीले राखेका छौँ भने। त्यसै गरी विद्यार्थीहरूलाई नै केन्द्रित गरेर रुम सर्भिस लगायतका कुराहरू सँगसँगै टेक्निकल कुराहरूमा चाहिँ वाइफाई, फोन लगायतका कुराहरू छन् भने नेपाली टिपिकल आइटम जो जापानिजहरूले चाहिँ यहाँ लामो समयदेखि नेपाली चिजहरू बेचेर सप्लाई गरेर नेपालको कल्चर प्रमोसन लगायत नेपाली चिजहरू गरिरहनु भएको छ, त्यो खालको पनि जापानिजहरूको चाहिँ बुथहरू हुन्छ। र त्यो भेराइटीमा चाहिँ हामीले चाहिँ के तयारी पनि गरिरहेको छौँ भने जस्तो तपाईँलाई सामान्य लाग्न सक्छ हामीलाई कतिलाई चाहिँ पहिले
तिहारहरूतिर केही हुँदाखेरि चाहिँ सानो कुटीमा चाहिँ त्यो अहिले पनि रुईले चाहिँ बत्ती काटेर हजुर। बाल्ने छ नि त, त्यो पनि कसरी गरिन्छ, के हुन्छ, यो किन गरिन्छ भन्ने कुराहरू पनि जापानिजले नै यहाँ आउने जापानिजहरूलाई सिकाउने, त्यो चाहिँ एकदमै ट्रेडिसनल कल्चरल पार्टको कुराहरू पनि। त्यो हिसाबले गर्दाखेरि चाहिँ मलाई लाग्छ हामीले रोजगारीको कुराहरू गर्छौँ, स्वास्थ्यको कुरा गर्छौँ, यहाँका कानुनी कुराहरू गर्छौँ। स्वास्थ्यको लागि पनि हामीले निःशुल्क स्वास्थ्य सामान्य त्यतिखेर अभाइलेबल हुने कुराहरूलाई चाहिँ ध्यानमा राखेर चाहिँ निःशुल्क स्वास्थ्यको बुथ पनि राखेको छौँ। त्यसले गर्दाखेरि चाहिँ हामीले धेरै ठाउँमा फेस्टिभलहरू हेर्दै गर्दाखेरि अलिकति लिमिटेड स्टलहरूको बिचमा पनि भेराइटी चाहिँ हामीले दिने प्रयास चाहिँ गरेको छौँ होला जस्तो मलाई चाहिँ आफूलाई महसुस भएको छ। संस्कृतिसँग जोडिएर हाम्रो कलाकारहरू कस्ता कस्ता कलाकारहरूलाई तपाईँहरूले आमन्त्रित गर्नुभएको छ, यसको बारेमा जानकारी पाउनु? धन्यवाद। अब यसको विषयमा चाहिँ यस्तो छ, अब हामीले चाहिँ पहिलो कुरो नेपाल फेस्टिभल जहाँ पनि जापानमा जति पनि भइरहेको छ सम्पूर्ण जापानवासी नेपालीहरूको व्यक्तिगत सहयोग भनौँ न, डोनेसन कलेक्सन लगायतको कुराहरूबाट हुने भएको हुनाले हाम्रो लागि आर्थिक पाटो चाहिँ सधैँ एउटा चुनौतीको विषय रहेको छ। त्यो चुनौतीको विषयको बावजुद हामीले पहिलो नेपाल फेस्टिभल गर्दै गर्दा यो अलि स्पेस पनि प्राइभेट भएको हुनाले यसका टेक्निकल पाटाहरू पनि धेरै हुँदै गर्दाखेरि हामीले चाहिँ सक्दो जापानमा स्पेसली ओसाका कान्साईमा भएको स्थानीय प्रतिभाहरूलाई नै विशेष प्राथमिकता दिने भन्ने हिसाबले चाहिँ हामीले एउटा डेडलाइन तोकेर चाहिँ गुगल फर्म सब्मिट गर्न सबै प्रतिभाहरूलाई आह्वान गरेको थियौँ र त्यही नियममा चाहिँ आधारित रहेर हामीले चाहिँ हाम्रो सांस्कृतिक विभाग झाँकी व्यवस्थापन समितिको संयोजक हुनुहुन्छ उहाँको नेतृत्वमा हामी सबैजनाको एउटा सरसल्लाहले चाहिँ त्यसरी चाहिँ हामीले यहाँको स्थानीय कलाकारहरूलाई नै विशेष त प्रायोरिटी दिएर अगाडि बढिरहेको छौँ। तथापि अब फेस्टिभल नजिकै गर्दाखेरि चाहिँ अहिले हामीले चाहिँ एउटा राष्ट्रिय स्तरमा राष्ट्रिय अन्तर्राष्ट्रिय जे भने पनि नेपालको लोकदोहोरीको एकजना सम्राटै हुनुहुन्छ मिलन लामाज्यू, उहाँलाई पनि हामीले चाहिँ समेट्ने अवसरहरू पाएका छौँ। अब पब्लिकली हामीले 1-2 दिनमा डिस्क्लोज गर्ने बाँकी छ उहाँको विषयमा। र सँगसँगै अर्को जोड्न चाहेँ, अहिले यो ओसाकामा चाहिँ कान्साई वर्ल्ड एक्सपो भनेर ठुलो भइरहेको छ। नेपाल प्याभिलियनको तेमासँग गाउने सिजुकु भन्ने जापानिज सिङ्गर पनि हुनुहुन्छ, त्यो उहाँ पनि हाम्रो फेस्टिभलमा चाहिँ पार्टिसिपेट हुँदै हुनुहुन्छ। त्यो पनि एउटा चाहिँ जापानिज पक्षको एउटा अट्र्याक्सनको पार्ट चाहिँ राम्रो हुन्छ होला जस्तो हामीले महसुस गरेछौँ। फेस्टिभलहरूमा आयोजकहरूको नजिकका मान्छे भनौँ न, उनीहरूकै स्टलहरू चल्ने, उनीहरूलाई चाहिँ जहाँ पाए पर्ने ठाउँहरूमा चाहिँ स्टल राख्न दिने, उनीहरू नै प्राथमिकतामा पर्ने, उनीहरूले चिनेका व्यक्तिहरू नै अवसर पाउने भन्ने खालका कुराहरू आइरहेका छन्, गुनासाहरू आउँथे फेस्टिभलहरूमा। यसलाई तपाईँहरूले कसरी चिर्नु भएको छ? अब यसो छ, धन्यवाद यसको लागि। अब कतिपय कुराहरू चाहिँ यथार्थभन्दा टाढा गएर हामीले चाहिँ सुनेको भरमा अरेको भरमा गर्ने पनि हाम्रो अलिकति छ। तथापि त्यो भन्दै गर्दाखेरि ओसाकाको हकमा चाहिँ हामीले चाहिँ आजभन्दा 3-4 महिना अगाडिबाटै हाम्रो सोसियल फेसबुक पेज छ, एनआरएन कान्साईको आफ्नै वेबसाइट छ, यो सबैबाट चाहिँ स्टलको लागि र रेस्टुरेन्ट स्टल र बिजनेस स्टलको लागि आह्वान गरेको थियौँ। र त्यो आह्वानमा हामीले पहिलेदेखि नै भनेको थियौँ 10वटा रेस्टुरेन्टको स्टल रहनेछ र 10वटा बिजनेस स्टलहरू रहनेछ भनेर। र हामीले तोकेको समयभित्रमा, समय सीमाभित्रमा आउनेहरू जसले फर्म सब्मिट गर्नुभयो त्यो खालकोहरू सबैजना त्यो प्रक्रियामा आएर त्यसपछि हामीले स्टलको लागि आवेदन गर्ने आवेदकहरू सबैलाई राखेर बकाइदा हामीले अझै सजिलो होस् भनेर यो फुलाली केउबासीमै उहाँहरूलाई बोलाएर लकी ड्र गरेर त्यो अनुसार गरेको छौँ। त्यसैले गर्दाखेरि हाम्रो हकमा चाहिँ त्यो लागू भएको छैन र हुँदैन पनि।